प्रकृतिले दिएको सौन्दर्य, हिमालको काख, हरियालीले भरिएको वन, स्वच्छ हावा, कलकल बग्ने खोला, यही सुन्दर भूगोलको बीचमा बसेको छ हेलम्बु गाउँपालिका। तर यही सुन्दरता कहिलेकाहीँ कठिनाई पनि बन्थ्यो। कसैलाई राति अचानक बिरामी पर्दा, कुनै गर्भवती महिलालाई प्रसुति व्यथा लाग्दा वा कुनै वृद्धलाई श्वास फेर्न गाह्रो हुँदा अस्पताल पुग्ने बाटो नै सबैभन्दा ठूलो चुनौती हुन्थ्यो। घण्टौं हिँड्नु पर्थ्यो, बोक्नु पर्थ्यो, गाडी पर्खनु पर्थ्यो र कहिलेकाहीँ उपचारको ढोकासम्म पुग्नु अघि नै व्यथा बल्झँदा जीवनको यात्रा सङ्कटमा पर्थ्यो। तर अहिले त्यही हेलम्बु बदलिएको छ। हेलम्बु गाउँपालिकाले स्थानीय सरकारको अग्रसरतापछि स्वास्थ्य क्षेत्रमा निकै ठूलो छलाङ मारेको छ। स्थानीय सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै नागरिकको जीवन रक्षा नै मुख्य केन्द्रमा राखेको छ, जसले नागरिकले भोग्दै आएका समस्या हल हुँदै गएका छन्। अकालमा मरिन्छ कि भन्ने अवस्था हटेको छ। दीर्घरोगी, गर्भवती, अपाङ्ग र ज्येष्ठ नागरिकहरूले शान्तिको लामो श्वास फेर्ने अवस्था बनेको छ। अब स्वास्थ्य सेवा नागरिकले खोज्ने होइन, स्वास्थ्य सेवा नागरिकको घर आँगनसम्म पुगेको छ। स्थानीय सरकारको इच्छा शक्ति, सही योजना र नागरिकप्रतिको उत्तरदायित्वले एउटा नयाँ इतिहास लेखिरहेको छ। अहिले पालिकामा गर्भवतीहरूको लागि दिन धेरै सुविधा भइरहेछ। अब हाम्रो रोगीहरूलाई पनि पालिकाले अब आर्थिक कमजोरी भएकोहरूलाई उहाँले निःशुल्क दबाई खुवाइरहनु भएको छ। अब जुन यो गर्भवतीहरूलाई पनि उहाँले अब टाढा अलिकति दुर्गम अलि भित्र गाडीसाडी नजाने ठाउँमा छ भने पालिकाकैहरू आएर उहाँले पनि चेकअप गरिदिनु भएको छ। यति अब डेलिभरीमा त्यस्तो समस्या आयो भने पालिकाले नै उद्धार गरिरहनु भएको छ। अहिलेसम्म अझै पनि राम्रो गर्नलाई अब त्यही अब हाम्रो यो किउलको स्वास्थ्य चौकी बनेपछि चाहिँ हामीले धेरै खुसी भएको छ। अब हाम्रो सबैको यो सेन्टर पनि पर्छ यो किउलको र अब यहाँ हस्पिटल सुचारू हुँदैछ भन्ने सुने। अब डक्टरहरू आउँदैछ अरे। अब त्यसको लागि अब एक्सरेदेखि लिएर अब सानोतिनोमा चाहिँ सानोतिनो होइन, अब हाम्रो ठुलै अपरेसनको पऱ्यो भने त काठमाडौँ जानु पर्ला। न त सायद हाम्रो आशा छ कि यसै किउलमै हुन्छ कि भन्ने आशा छ। हाम्रो अब यो खुसीको कुरा सम्झौँ। अब पहिला हेर्दै पहिलाभन्दा त धेरै नै हाम्रो विकास भइसकेको छ। हेलम्बुमा पनि हेर्दाखेरि अब अघि भने जस्तै सानोतिनो चोटपटक लाग्दाखेरि पनि टाढा पुग्नु पर्ने थियो। अहिले गाउँमै स्वास्थ्य चौकी छ र अलि ठुलो बिमार भयो भने स्वास्थ्य चौकीले नसक्ने कुराहरू हामीले अहिले किउलमा भन्दा अब 2-4 किलोमिटर मुनि 2-3 किलोमिटर मुनि त्यही सुविधा पाइरहेको छु। अझै अब यो थप गर्दै छ अरे भन्ने सुनेको छु हामीले। त्यसकै लागि राम्रो। कुनै समय स्वास्थ्यमा सामान्य समस्या हुँदा हेलम्बुका धेरै परिवारलाई रातभर रुवाएको थियो। समयमै उपचार नपाएर रोग गम्भीर बन्थ्यो। कतिपयले आफ्ना प्रियजन गुमाए। तर आज अवस्था बदलिएको छ। हेलम्बु गाउँपालिकाको अथक मेहनतको परिणाम नागरिक ढुक्क छन्। स्वास्थ्यमा समस्या आए 24 घण्टा पालिकाको 2वटा एम्बुलेन्स तयारी अवस्थामा हुन्छन्। फेरि हुने व्यथा लाए पनि एम्बुलेन्स आउँछ भन्ने बित्तिकै घरमै लिएर आएर लिएर जानुहुन्छ। अनि सुविधा छ नि, धेरै राम्रो छ। बाटोले पनि सजिलो हो। पहिला कस्तो गाह्रो थियो हामीलाई। सुत्केरी भइयो हामी। गाह्रो हुँदाखेरि अब आफ्नै मेरैमै सुत्केरी भएर त्यो साथी भन्ने नझरेर आज बिहान नानी जन्मिएको बेलुका राति गएर डक्टर लिएर आएर अनि घरमा निकालेर अनि बचेको। नत्र मर्ने स्थिति थियो त्यो बेला। अहिले त हेर्नु त भन्ने बित्तिकै एकल फोन गर्दाखेरि यहाँ एम्बुलेन्स आउँछ, घरबाट लिएर जानुहुन्छ, उपचार गर्नुहुन्छ, यहीँ सबै थोक चेक गराउनुहुन्छ, औषधि यहीँ दिनुहुन्छ। धेरै सुविधा छ नि अहिले त, राम्रो छ अहिले।
अनि अहिले फेरि 2जना डाक्टर आउनु अरे यहीँ बस्ने गरी भन्दा कति खुसी लागिरहेछ मलाई त। सबैको चेकअप यहीँ भइदियो भने त कति राम्रो भयो, टाढा जानुपर्ने थिएन। अनि धेरै नै हुँदो रहेछ नि। अब यस्तो सबै यस्तो परिवर्तन नि हुने रहेछ त। हाम्रो पालामा अहिले नै भने अब त्यस्तरी त बस्नु पऱ्यो दिनभरि। अहिले दिनभरि बेथा लागेर गाह्रो भयो। भोलिपल्ट नानी जन्मेपछि पनि फेरि दिनभरि नि मलाई गाह्रो भयो। त्यस्तो सहनु पर्थ्यो भने अहिले त यस्तो राम्रो हुने रहेछ, यस्तो सुविधा नि पाइँदो रहेछ भन्ने खुसी लाग्छ। जब कतैबाट घन्टी बज्छ केही बेरमै एम्बुलेन्स घरको आँगनमा पुग्छ। यो केवल एउटा सवारी साधन होइन, यो नागरिकको आशा र भरोसा बोकेको सेवा हो। यस वर्ष मात्रै 712 बिरामीले एम्बुलेन्स सेवा लिइसकेका छन्। हेलम्बु गाउँपालिकाले आफ्ना नागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। पालिकाभित्र मात्र होइन, थप उपचारका लागि बाहिर लैजानु परे पनि नागरिकले कुनै शुल्क तिर्नु पर्दैन। हरेक ओडामा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ। स्वास्थ्यमा पैसा होइन, मानव जीवन ठूलो हो भन्ने सोचलाई हेलम्बुले व्यवहारमा उतारेको छ। एम्बुलेन्स सेवा सुविधा एकदम राम्रो छ। फोन गरेको त्यो आधी घन्टा भित्रमा घरमै आइपुग्छ। उहाँ लाने ल्याउने सुविधा एकदम निशुल्क छ। एम्बुलेन्स सेवा एकदम राम्रो छ। अब उहाँ स्वास्थ्य संस्थामा गरिने व्यवहार, उहाँका नर्स सिस्टरहरूले गर्ने हामीलाई जुन गर्ने व्यवहार पनि एकदम राम्रो, एकदम सहजताका साथ गर्नुहुन्छ। यो एकदम राम्रो हो। अब गाउँपालिकाहरूले दिने सेवा सुविधा, यातायात खर्च, यस्तो एम्बुलेन्स सेवा सुविधा, स्वास्थ्यहरू एकदम राम्रो छ। हामीलाई नि धेरै सुविधा यो पालिकाले निशुल्क एम्बुलेन्स दिने गरेको छ। यो पालिकामा अब कुद्न हिँड्नु पर्यो पनि त अरूको पालिकाहरूभन्दा धेरै राम्रो गरेको छ हेलम्बु गाउँपालिकामा। अब अन्य औषधि वितरण पनि राम्रो गरिरहेछ। दीर्घरोगसँगको लडाई एक दिनको हुँदैन। रक्तचाप, मधुमेह, दम, मुटु रोग, यी रोगले बिरामीलाई मात्र होइन सम्पूर्ण परिवारलाई थकाउँछ। धेरै परिवारमा एउटा पीडादायी प्रश्न हुन्थ्यो, आज औषधि किन्ने कि घरको चुलो बाल्ने। आर्थिक अभावले उपचार अधुरै छोड्नुपर्ने बाध्यता थियो। मलाई कोलेस्ट्रल र प्रेसर हुन्छ। प्रेसरको औषधि रोबस्टेन र माइलोड एल खाइरहेको छु। नियमित खानुपर्छ त्यति चाहिँ। अनि बुढीको लागि सुगरको, थाइरोइडको, प्रेसरको, कोलेस्ट्रलको खानुपर्छ। हामीलाई हेलम्बु गाउँपालिकाबाटै हो सर, संस्थाबाटै दिनुभएको छ। हेलम्बु गाउँपालिकाबाटै। अरू गाउँपालिकामा कहीँ पनि छैन, गाउँपालिका अथवा नगरपालिकामा कहीँ पनि छैन भन्ने कुरो सुन्छु। हाम्रो गाउँपालिकामा चाहिँ यति सेवा सुविधा चाहिँ दिनुभएको छ सर। गर्व लाग्छ नि सर। अब कमाएर दिने मान्छे छैन, छोरा छैन, छोरीहरू छ, छोरीहरू अर्को भित्र भइसक्यो। अब उनीहरूको पनि जीवन हेर्नु पऱ्यो, उनीहरूको पनि जिन्दगी हेर्नु पऱ्यो। कमाएर ल्याऊ भन्नु मिलेन। अनि आफू अब बुढोबुढी भइसक्यो, कमाउनु सक्दैन। अब यो औषधि भयो भने महिनाको 6000 औषधि खानु भनेको त अनि जान्दिने होइन। यति पनि सरकारले अथवा गाउँपालिकाले उपलब्ध गरिदिनु भएकोमा धेरै गर्व लाग्छ। नागरिकको यो पीडा हेलम्बु गाउँपालिकाले महसुस गर्यो। त्यसैले वार्षिक करिब 1.5 करोड रुपैयाँ विनियोजन गरेर दीर्घ रोगीलाई निशुल्क औषधि उपलब्ध गराउन सुरु गरियो। आज धेरै नागरिकका लागि यो सुविधा केवल औषधि होइन, ढुक्कसँग बाँच्ने आधार बनेको छ। दीर्घरोगी 547 जनाले 1 करोड 40 लाखको सुविधा प्रयोग गरिसक्नु भएको छ। आफ्ना सन्तानमाथि आर्थिक बोझ नबन्ने आत्मविश्वास बनेको छ। पालिकाको नवीनतम कार्य हेर्ने भनेदेखि हेलम्बु गाउँपालिकाको अभियान नमुना गाउँपालिकाको निर्माण भन्ने मूल नाराका साथ स्थानीय सरकार हेलम्बु गाउँपालिकाबाट निशुल्क एम्बुलेन्स सेवा सुचारू छ, जसमा चाहिँ मेलम्चीमा काठमाडौँमा लानुपर्ने केसहरूलाई निशुल्क रूपमा चाहिँ यहाँबाट सेवा प्रदान भइरहेको छ। यसै गरी दीर्घ रोगी
हेलम्बुवासीहरूलाई स्वास्थ्यमा कुनै समस्याहरू परे र उपचार गराउनु पर्यो, आर्थिक रूपले विपन्न हुनुहुन्छ, जो विपन्न हुनुहुन्छ उहाँहरूको लागि चाहिँ दीर्घरोगीलाई उहाँहरूले उपचार गरेको बिलको आधारमा उहाँहरूलाई रकम भुक्तानी गरिन्छ। दीर्घरोगी औषधि उपचार भनिन्छ। वार्षिक रूपमा हेलम्बु गाउँपालिकाबाट करिब 1.5 करोड रुपियाँ यो क्षेत्रमा विनियोजन हुन्छ र त्यही अनुसार खर्च पनि छ। गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, पोषणयुक्त खानामा विशेष जोड, घरमै पुगेर स्वास्थ्य परामर्श, धूम्रपान र मद्यपान नगर्ने गर्भवती आमालाई 10,000 रुपियाँ प्रोत्साहन, संस्थागत सुत्केरी गराउने आमालाई 3,000 रुपियाँ सहयोग। यहाँ फलोअपमा आउँदा पनि 1,000 रुपियाँ दिने व्यवस्था छ। 2082 सालमा 162 जना गर्भवती लाभान्वित हुनुभएको छ। यो स्वास्थ्य संस्थामा संस्थागत सुत्केरीको चाहिँ सूचकलाई वृद्धि गर्नको लागि संस्थागत सुत्केरी गराउने उद्देश्यले र आमा र नवजात शिशुको मृत्युदरलाई कम गर्ने उद्देश्यले स्वास्थ्य संस्थामा नै सुत्केरी हुनुपर्छ भनेर हेलम्बु गाउँपालिकाबाट संस्थागत सुत्केरी भए बापत प्रति व्यक्तिलाई सुत्केरी आमालाई 3,000 रुपियाँ पोषण खर्चको रूपमा चाहिँ प्रदान गरिन्छ। भनेदेखि स्वयंसेविकाहरूको कार्य सम्बन्धनलाई चुस्त बनाउन र चाहिँ महिनाभरिको रिपोर्टलाई चाहिँ उहाँले अद्यावधि गरेर स्वास्थ्य संस्थासम्म आइपुग्ने वातावरणको लागि प्रत्येक महिना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकको बैठक बस्छ। त्यो बैठक सँगसँगै उहाँहरूलाई मासिक रूपमा 1,500 रुपियाँ गाउँपालिकाले एउटा भत्ताको रूपमा व्यवस्थापन गरेको छ। भनेदेखि अहिले नवीनतम कार्य हेर्ने भनेदेखि यो आमा र बच्चाको ज्यान जोखिमलाई कम गर्नको लागि र संस्थागत सुत्केरीलाई को सूचक वृद्धि गर्नको लागि यो मद्यपान र धूम्रपान जुन 1000 दिने आमाहरूले मद्यपान र धूम्रपान नगरिकन चाहिँ आफ्नो यो 1000 दिनभित्र धूम्रपान गर्नु भएन भनेदेखि उहाँहरूलाई नगद 10,000 रुपियाँ दिने भन्ने चाहिँ नवीनतम कार्यको रूपमा रहेको छ। भनेदेखि यहाँ हामीसँग ल्याबका विभिन्न चाहिँ जाँचहरू हुन्छन्। सम्पूर्ण हेलम्बुवासीहरूलाई ल्याबमा जाँच गर्दाखेरि उहाँलाई निःशुल्क ल्याब सेवा पनि प्रदान गरिएको छ। भनेदेखि पिएनसी होम भिजिट भनेको सुत्केरी हुने बित्तिकै आमाहरूलाई स्वास्थ्य संस्थासम्म जुन फलोअपमा आउनको लागि समस्या हुने हुँदाखेरि यो सङ्घीय सरकारले पनि हेलम्बु गाउँपालिकाकै यो चाहिँ एउटा यो अभियानलाई चाहिँ निरन्तरता दिए जस्तै गरी यहाँ प्रत्येक पिएनसी भिजिटमा जाँदाखेरि गाउँपालिकाले 500 रुपियाँ चाहिँ थप गरिदिन्छ। यसको मतलब एकजना पिएनसी भिजिटमा जाँदै गर्दाखेरि पिएनसी भिजिटमा गएर चाहिँ उहाँको त्यो चेकलिस्ट हुन्छ। चेकलिस्ट भरेर आमालाई बच्चालाई परामर्श दिँदै गर्दाखेरि 1,000 रुपियाँ उहाँले एकमुष्ट एउटा भिजिटको 1,000 रुपियाँ पाउनुहुन्छ। यो नवीनतम कार्यक्रम रहेको छ। सुत्केरी र नवजात शिशुलाई आवश्यक लत्ता कपडा समेत उपलब्ध गराइन्छ। यी सुविधा केवल रकम होइनन्, यो त पालिकाले आफ्ना नागरिकलाई तपाईँ एक्लो हुनुहुन्न, तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी हो भन्ने महत्त्वपूर्ण सन्देश हो। आज हेलम्बुमा 100% प्रसुति स्वास्थ्य संस्थामै हुने गरेको छ। पालिकाले मातृशिशु स्वास्थ्यमा गरेको महत्त्वपूर्ण लगानी हो, जसले हेलम्बुमा जन्मने हरेक बालबालिकाको स्वास्थ्य स्वस्थ राख्न, आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न नदिन ठूलो योगदान पुर्याएको छ। यसले गर्भवती र सुत्केरीहरूमा अब कुनै चिन्ता छैन, उनीहरू ढुक्क महसुस गरिरहेका छन्। सुत्केरी भएपछि 6,800 पैसा र अनि गर्भवतीलाई लुगा, बच्चा सुत्केरीलाई लुगा र बच्चालाई लुगा दिन्छ। अब घरमै हो भने बच्चा र आमाको सुरक्षित पनि हुँदैन, उहाँ गएपछि जे होस् सुरक्षित हुन्छ। उहाँ भएपछि अब त अनि अब हस्पिटल गएको भने चाहिँ म त मृत्युसँग त मृत्यु नै हुन्छ भन्ने हुँदैन, उनीहरूले बचाउँछन् नि भन्ने हुन्छ। त्यही हो। स्वास्थ्य सेवाबारे हेलम्बु गाउँपालिकाले भाष्य नै परिवर्तन गरिदिएको छ। स्वास्थ्य सेवा भनेको अस्पतालमा कुर्ने सेवा होइन, यो त नागरिकसम्म पुग्ने सेवा हो। हेलम्बुले यही अभ्यास गरिरहेको छ। हरेक महिना गाउँमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। अध्यक्षसँग हेलम्बु नागरिक कार्यक्रम अन्तर्गत नसर्ने रोगको स्क्रिनिङको सुविधा नागरिकले उपभोग गरिरहेका छन्। ज्येष्ठ नागरिकको नियमित परीक्षण, अपाङ्गता भएका नागरिकको घरमै उपचार, 24 घण्टा खुला स्वास्थ्य सेवा। यहाँ हेल्पसमा आउँछु, राति भयो नि दिनमा भयो नि। पहिला उहाँ सिस्टर नहुँदा चाहिँ त बोलाउनै पर्थ्यो तलै गएर, तर अहिले सिस्टर यहीँ बस्नुहुन्छ, हामीलाई धेरै सजिलो भएको छ। जतिखेर राति होस् दिउँसो होस् यस्तो भयो शनिबार आइतबार बिदाको बेलामा पनि खोलेर दबाईहरू दिनुहुन्छ। सुत्केरी भएपछि आलो घाउ बोकेर बच्चालाई खोप लगाउन
स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता अब कम हुँदै गएको छ। स्वास्थ्य कर्मीहरू आफै गाउँ बस्तीमा पुगेर सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था जाँच गर्छन्। साथै आवश्यक खोप पनि गाउँमै लगाइदिन्छन्। बिरामीलाई आवश्यक पर्दा टेलिमेडिसिन मार्फत स्वास्थ्य कर्मीबाट उपचार सम्बन्धी सल्लाह दिने व्यवस्था पनि गरिएको छ। ठिक छ। अनि अक्सिजन लगाउँदाखेरि चाहिँ अक्सिजन मेन्टेन भएको छ नि, तपाईँलाई अप्ठ्यारो त छैन नि? अप्ठ्यारो भएको छैन। कहिले काहीँ चाहिँ अलिक टाढा जानुहुन्छ, कहिले ठिकैमा हुन्छ, कहिले बढी गाह्रो हुन्छ, कहिले। महिला समूह, आमा समूह, किशोरी तथा विद्यालयका विद्यार्थीहरूलाई हरेक महिना स्वास्थ्य सम्बन्धी जानकारी र परामर्श दिइन्छ। हेलम्बुमा स्थापना भएको 15 शैय्याको अस्पतालले आगामी दिनमा स्थानीय नागरिकलाई थप सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने अपेक्षा गरिएको छ। अहिले हेलम्बु प्राथमिक स्वास्थ्य केन्द्र आम नागरिकको भरोसाको केन्द्र बन्दै गएको छ। गाउँमा कोही बिरामी पर्दा अस्पतालसम्म लैजान युवाहरू नपाइने समस्या पनि धेरै परिवारले भोग्दै आएका थिए। तर अहिले हेलम्बुमा सञ्चालन हुने एम्बुलेन्स बिरामीका लागि परिवारको सदस्य जस्तै बनेको छ। नेपाल सरकारले प्लस हेलम्बु गाउँपालिकाले दिने सेवा सुविधाहरूले चाहिँ राम्रो छ। त्यसैको कारणले गर्दा पनि उहाँहरू चाहिँ सेवा लिनुहुन्छ। स्वास्थ्य कर्मीहरू चाहिँ गर्भवतीको महिलाको घरमै गएर सुत्केरी जाँच गराउनुहुन्छ। उहाँहरू चाहिँ स्वास्थ्य संस्थामा आउनु पर्दैन। हेलम्बुका मेलम्ची घ्याङ, मिलेरेपा, तार्तुङ, शेर्माथाङ, तिम्बु, चित्रे, किउल, पाल्जे, चिलाउने घारी, महाङ्काल स्वास्थ्य चौकी, सिरिसे, पिप्से र इचोक आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट नागरिकलाई स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ। जनताको आवश्यकता र स्वास्थ्य सेवाको पहुँचलाई ध्यानमा राख्दै पालिकाले आगामी दिनमा थप स्थानबाट स्वास्थ्य सेवा विस्तार गर्ने योजना बनाएको छ। स्वास्थ्यलाई चाहिँ उच्च प्राथमिकतामा राख्दै हेलम्बु गाउँपालिकाले हालसालै यो यहाँको प्राथमिक अस्पताल 15 बेडको प्राथमिक अस्पताल सम्पन्न गरेको छ र यसलाई तुरुन्त सञ्चालन गर्नका लागि आगामी आवादेखि नै सञ्चालन गर्नका लागि चाहिँ डाक्टरदेखि सम्पूर्ण मेडिकल अफिसर र रेडियोग्राफरदेखि अन्य प्राविधिकहरू नियुक्ति गरिसकेका छन् र तुरुन्तै यहाँबाट सेवा चाहिँ नागरिकलाई अस्पतालबाटै सेवा उपलब्ध गराउने हेतुले यो सञ्चालनमा आएको छ। स्वास्थ्य प्राथमिक अस्पताल सञ्चालनमा आएपछि पक्कै पनि यहाँका नागरिकको स्वास्थ्यमा टेवा पुग्ने, स्वास्थ्य सुधारमा चाहिँ टेवा पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ। एउटा भौगोलिक अवस्था हेर्दा 7वटा पहाड जस्तो छ। एकदमै भौगोलिक हिसाबले विकट भए तापनि विगतदेखि नै गाउँपालिकाले सबै हेलम्बुवासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै सबै क्षेत्रमा चाहिँ स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रवाह गर्न अब उहाँहरूलाई चाहिँ स्वास्थ्यको एक्सेसमा ल्याउन फ्री एम्बुलेन्स दिने कुराहरू गरेका छन्। त्यस्तै गरी अब गाउँघर क्लिनिक पनि भयो एउटा स्वास्थ्यमा चाहिँ उहाँहरूलाई सबैको उसमा पहुँच पुर्याउन गाउँघर क्लिनिक। त्यस्तै अपाङ्गहरूलाई चाहिँ उहाँहरू यहाँ आउन सक्नु भएन भने अपाङ्गको घरमै गएर टेस्टहरू गरिदिने, अब उहाँहरूको कार्ड नवीकरण गर्ने, वार्षिक रूपमा हुने कार्ड नवीकरणमा उहाँले गर्ने। त्यसै गरी हेल्थ क्याम्पहरू सञ्चालन गर्ने। अब दात्री निकाय पनि हुन्छ। अब गाउँपालिकाले आफैले पनि सम्बन्धित वडाहरूमा कहिले दन्त सेवा, कहिले सम्पूर्ण होल बडी चेकअप सेवाहरू चाहिँ सञ्चालन गर्दै आएको अवस्था छ। दुई 2078 सालमा मेलम्ची खोलाको बाढीले हेलम्बुलाई ठूलो पीडा दियो। तर आफै विपत्तिमा परेको अवस्थामा पनि हेलम्बु स्वास्थ्य सेवा प्रवाहमा निरन्तर लागिरह्यो। आज हेलम्बुको स्वास्थ्य सेवा केवल उपचारमा सीमित छैन। गाउँमै पुग्ने स्वास्थ्य कर्मी, नवजात शिशुको हेरचाह, समयमै खोप, टेलिमेडिसिन, एम्बुलेन्स र नयाँ अस्पतालसँगै हेलम्बुको स्वास्थ्य सेवा नागरिकको भरोसा बनेको छ। विकास भनेको केवल सडक बनाउनु होइन, विकास भनेको नागरिकले सङ्कटमा साथ पाउनु हो, आमा सुरक्षित हुनु हो, बालबालिका स्वस्थ जन्मनु हो, वृद्धले औषधिको अभावमा छटपटिनु नपर्नु हो र कुनै पनि नागरिकले उपचार नपाएर ज्यान गुमाउन नपर्नु हो। हेलम्बुले यही विश्वासलाई काममा उतारेको छ।
भौगोलिक विकटता अझै छ, चुनौती अझै छन्, तर एउटा कुरा फेरिएको छ, नागरिक अब स्वास्थ्य सेवाबाट टाढा छैनन्। किनकि हेलम्बुमा स्वास्थ्य सेवा केवल नीति बनेको छैन, जीवन बचाउने संस्कार बनेको छ। यही भरोसाको नाम हो जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने स्थानीय सरकार।